तिमीलाई केही फरक त पर्दैन, तर इंग्लिश नजान्दा भने उत्कृष्ट अवसरहरू गुम्न सक्ने सम्भावना हुन्छ। किनकि नेपाली भाषा नेपालमा मात्र बोलिन्छ भने इंग्लिश पूरै दुनियाँमा बोलिन्छ र नेपालमा पनि अवसर प्राप्त गर्ने ठाउँहरूमा इंग्लिश नै बोलिन्छ। जब तपाईले युट्युब अथवा गुगलमा हाउ टु लर्न इंग्लिश भनेर सर्च गर्नुभयो भने त्यहाँ त्यस्ता हजारौं आर्टिकल्सहरू भेटिन्छन् जहाँनिर तपाईलाई भनिएको हुन्छ फरक फरक तरिकाहरू बताइएको हुन्छ कसरी इंग्लिश बोल्ने, कसरी छिटो इंग्लिश पढ्ने भनेर। तर धेरै जस्तोको कमन एउटा सजेसन चाहिँ के हुन्छ भन्दा तपाईले इंग्लिश सिक्नको लागि इंग्लिश न्यूजपेपर हेर्नुस्, इंग्लिश न्यूजपेपर पढ्नुस्, इंग्लिश मुभिजहरू हेर्नुस् र एउटा अर्को पनि कमन के हुन्छ भन्दा एउटा पार्टनर खोज्ने जोसँग खोज्नुस् ताकि उसँग इंग्लिशमा बोल्न, कुराकानी गर्न, प्र्याक्टिस गर्न सजिलो होस्। यो एउटा कुरा चाहिँ सबैमा कमन हुन्छ र त्यो हो पनि वास्तवमा। तर यो कुरा कसलाई लागू हुन्छ त? यो कुरा तिनीहरूको लागि मात्र लागू हुन्छ जसको इंग्लिश इन्टरमिडिएट लेभलसम्मको छ, किनकि यो सबै आइडियाहरू इंग्लिश प्र्याक्टिस गर्नको लागि हुन्छ। यदि तपाईलाई इंग्लिशमा नाउन के हो, प्रोनाउन के हो, भर्ब के हो, टेन्स के हो, यसको बारेमा पनि केही पनि थाहा छैन भने तपाईलाई यो सबै आइडियाहरू कुनै पनि काम नलाग्न सक्छन्। अब यहाँनिर तपाईलाई यो आइडियाहरू त काम लाग्दैनन्, ठिकै छ, तर पनि तपाईलाई अर्को कुरा के लाग्न सक्छ भने अब सुरुवात चाहिँ कहाँबाट गर्ने त, हैन? मेरो यहाँसम्मको छैन लेभल, इंग्लिश मैले त्यसरी पढ्न सक्दैन, प्र्याक्टिस गर्न सक्दैन, न्यूजपेपर पढ्न सक्दैन। यस्तो कन्डिसनमा मैले सुरुवात कहाँबाट गर्ने? इंग्लिश पढ्नको लागि म घरमै पढ्छु अथवा मैले अनलाइनबाट पढ्छु, मैले सुरुवात कहाँबाट गर्ने? आउनुहोस्, आजको भिडियोमा म तपाईलाई केही यस्ता तरिका र ग्रामरहरू कसरी पढ्ने भनेर जानकारी दिनेछु जसले गर्दा तपाईको इंग्लिशको लेभल बेसिकदेखि इन्टरमिडिएट, इन्टरमिडिएटदेखि एडभान्ससम्म पुर्याउनको लागि, प्र्याक्टिस गर्नको लागि र यदि तपाईसँग कोही पनि छैन पढाउने मान्छे भने पनि तपाईले आफूले कसरी आफूलाई अगाडि लिएर जान सक्नुहुन्छ भनेर हामी आजको यो भिडियोमा यसैको बारेमा पढ्नेछौं। स्वागत छ तपाईलाई इंग्लिश हबको अर्को नयाँ भिडियोमा। तपाई यो भिडियो हाम्रो फेसबुक पेज र युट्युब च्यानल इंग्लिश हबबाट हेर्दै हुनुहुन्छ। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। साथै भिडियो राम्रो लागेमा भिडियोलाई लाइक, शेयर र हाम्रो युट्युब च्यानल सब्स्क्राइब गरेर नोटिफिकेसन अन गर्न नभुल्नुहोला। पहिला जानुपर्छ हामी नाउन, एकदमै बेसिक हो। अब नर्मली तपाईले नाउनलाई बुझ्दाखेरि नाउन भनेको खासमा नाम हो, नाम नै हो, मान्छेको नाम जसरी हुन्छ कुनै पनि वस्तुको नाम हुन्छ त्यसै गरेर नाउनको एक्जाम्पल्सहरू दिँदाखेरि राम, श्याम, गोपाल, गीता, सीता भनेको यिनीहरू व्यक्तिको नामहरू हुन्।